हम विहाय यातो वनं स्थिरमते गत 60 वर्ष युक्तो हरेरनुदिनं परिचर्ययासो श्रीकृष्णमापन्यतं दशमस्य पाठा। के भन्ने हुन्छ एवं प्रकारले आफ्ना पुत्र गोकर्णको वचनलाई सुनेर मनन गरेर चिन्तन गरेर घरलाई त्यागेर गृहम विहाय घरलाई त्यागेर कहाँ जानुभयो त यातो वनम वनम यातः जंगल जानुभयो र स्थिरमति यो बुद्धिलाई स्थिर गरेर मनलाई स्थिर गरेर 60 वर्षको उमेरमा भगवानका लीलानुवाद श्रवण गर्दै गर्दै पाठ गर्दा गर्दै श्री कृष्ण आपह भगवान श्री कृष्णलाई प्राप्त गर्नुभयो आत्मदेवले। र एवं प्रकारले यदि शास्त्रका वचनलाई मानियो तत् अनुरूप हामीहरूले पनि ती कर्महरू गरियो भने हामीहरू पनि अवश्य नै भगवानलाई प्राप्त गर्न सक्छौं। तर के गर्नु